बाटो हेर्नुहोस् न कस्तो डेन्जर छ बौला जस्तो कुदाउँछ ब्रेकै लाग्छ छैन इन्जिनको भरमा छोडिदिएको ब्रेक लगायो भने चिप्लिहाल्छ कहाँदेखि उठाएको नामै 0 किलो नाम त सही रहेछ त ओ धनै हानो नि यस्तो छ हेर्नु त ल बाटोको हालत तातो पानी जाने सिधै चाइनातिर हामी चाहिँ फेरि कोसी क्रस गऱ्यौँ बस तामाङ गाउँ अरे फ्ल्यागहरू देख्नुहुन्छ यस्तो मजाको ठाउँ रहेछ वाह ल हेर्नुहोस् गाइस ओइ कोही के गर्दै हुन्छ अरे भोलिको लागि हामी तयार गर्दैछौँ आउँछु भनेर सोचेको पनि थिएन है कहाँ पुऱ्याउँछ भाग्यले क्या हेलो नमस्ते सेवारो वेलकम ब्याक टु माई न्यू भिडियो अनि आज बबाल तरिकामा मेरो भिडियो सुरुवात हुँदैछ हामी चाहिँ यस्तो खतरा बाटो हिँड्दैछौँ आज सो यो चाहिँ कुन ठाउँ अरे दाइ लामी डाँडाको ओह्रालो यस्तो रहेछ हिलो आमामा हेर्नु न ल बाटो चिप्लेको हेर्नु हट यता भिर छ माथि भिर डेन्जर छ बाटो बन्द रहेछ यहाँनिर बनाउँदै रहेछ कहिले बन्ने हो जिप लाइन धुली खेल अरे जिप लाइन पनि यता रहेछ यहाँदेखि तल आमामा बाटो हेर्नुहोस् न ल कस्तो डेन्जर छ हात बसहरू फेरि हिँड्दो रहेछ यार बौला जस्तो कुदाउँछ म त ब्रेकै लाग्छ छैन इन्जिनको भरमा छोडिदिएको ब्रेक लगायो भने चिप्लिहाल्छ बिस्तारै झाल्यो हामी फेरि डबल लोड छौँ डबल होइन ट्रिपल लोडमा छौँ हामी फेरि गाडी आएको गर्दो रहेछ क्या आज खतरा राइड भयो गाइस खतरनाक राइड हुँदैछ हाम्रो पिच रोड त छैन जस्तो छ तलैसम्म यो धुलो नउडोस् भनेर छराइदिएको होला पानी हिलो भएर आमामा झन् साह्रो पो अप्ठ्यारो खालको बर्खामा कुदाएको जस्तो भइरहेछ ल खन्याउँदो रहेछ पानी भयो यार आमा अति हालिसक्यो पानी यार आमा बरु यस्तोमा उकालो आउन अलिक सहज हुन्छ ओह्रालो चाहिँ गाह्रो हुन्छ क्या अब चाहिँ अलिक राम्रो बाटो आउँछ कि लगाइस बल्ल राम्रो बाटो आयो आफूले धुलो उडाएर फेरि लगाइस बल्ल अलिक ढुक्क भयो शान्त अब चाहिँ पिच रोड रहेछ स्टिल धुलो त त्यत्तिकै छ तर अलिक हिलो खाल्डो चाहिँ गयो लगाइस बाटोको साइडमा चाहिँ दामी टक्क होटलहरू रहेछ बनाएको होइन यहाँदेखि तल सिनहरू दामी देख्दैछ तर आज अलिक क्लियर छैन वेदर खोइ कहाँ बस्ने मान्छे त जहाँ पनि हामी चाहिँ अब यहाँ ट्याक्क कहीँ रातो भालेमा आइपुग्यो रातो भाले रेस्टुरेन्ट रहेछ के छ ठिक छ तेरो त हिलो यहाँसम्म उछिट्यो लुगामा हिलो रहेछ वेलकम छ यहाँ आज चस्मा गरी धुलो छ यसको सेतो सो यो अब चाहिँ हामी यहाँ रातो भालेमा भाले चाहिँ होइन चिया खाएर फेरि लाग्छौँ है त गाइस यता रहेछ होटल छ गाडी जहाँ पनि प्याक रहेछ कि प्याक हुँदो रहेछ यो ठाउँमा चाहिँ सबैतिर मान्छे पनि कति धेरै हो यार हेर्नु न अनि कस्तो भइरहेछ अवस्था धुलो जुत्ता त्यस्तै भयो सो ओके गाइस अहिले चाहिँ हामी टक्क होटलमा बसेर एकछिन रेस्ट गरेको अनि यहाँ खाजा पनि खाँदैछौँ तपाईँहरू पनि इन्जोय गर्दै हुन्छ होला भिडियो है सो के कस्तो लाग्दैछ कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला अनि त्यही हो यदि कोही नयाँ जोइन हुनुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई हामी चाहिँ दाजुभाइ सबैजना दोलखा जाँदैछौँ लाइफमा फर्स्ट टाइम बाटो पनि नयाँ ठाउँ पनि नयाँ सबैजना नयाँ है अब हेरौँ भरे के हुन्छ कस्तो ठाउँ छ हजुरलाई म देखाइहाल्छु मादा मान्दैछ के छ रमाइलो भइरहेछ अब हामी यहाँ अन्डा सन्डा हानिन्छ त्यसपछि सर्ट लाग्नुपर्छ हामी जानुपर्छ यहाँदेखि यता यो रोड हुँदै उतातिर रहेछ यहाँको घरहरू हेर्नु न यहाँ कस्तो ठाउँमा रहेछ यसो यो हामी बसेको ठाउँ भयो उयो घर हेर्नु न झन् तलदेखि कहाँदेखि उठाएको आमामा अन्त ल 10 तलै छ कि के हो 1 2 3 4 5 6 तल माथिसम्म 7 तल रहेछ कस्तो डेन्जर गरेर उठाएको यार यस्तो भित्तामा क्या
सो यहाँ चाहिँ रोडैभरि होटल रहेछ क्या साइडमा फाइनली हामी चाहिँ हिँड्यौँ यो सिजनमा चाहिँ घुम्नलाई दामी भएको छ क्या कस्तो मजा हेर्नु न ग्रिनरी ग्रिन होइन हरियाली पुरा हजुरहरूलाई म हल्का हल्का देखाउँदै जान्छु फेरि मेरो स्पेस पनि छैन क्या फोनमा सो त्यही भएर धेरै भिडियो रेकर्ड पनि गर्न गाह्रो छ हजुरहरूलाई छोटो क्लिपहरू देखाउँदै जान्छु म है त त्यही हो इन्जोय द राइड गाइज है कस्तो काठमाडौँ जस्तो भेली रहेछ सर काठमाडौँ जस्तो भेली टाइपमा बजार लामे डाँडा अरे ल गाइज हामी आइपुग्यो लामे डाँडा ब्रिज क्रस गरेर ठुलो बजार रहेछ नि गाइज लाइफमा फर्स्ट टाइम आइपुग्यो यार यो ठाउँहरू पनि मलाई चाहिँ फेरि होइन क्या जस्तो नयाँ ठाउँमा एक्सप्लोर गर्न हेर्न घुम्न रमाइलो लाग्छ क्या नयाँ ठाउँमा आइपुग्दा नयाँ बाटो सर्टकट बाटो चाहिँ यहाँ निस्किँदैछ हामी आएको भए धेरै छिटो आइपुगिन्थ्यो अघि नै तर हामी चाहिँ अर्को बाटो आयौँ होइन सो यहाँ पनि बाटोहरू त बन्दै रहेछ कस्तो मजाको ठाउँ रहेछ भेली टाइपको यहाँ पनि वरिपरि डाँडा पाहाडहरू है अर्को भेलीतिर छिर्यो गए जग्गा चाहिँ हामी नयाँ ठाउँमा आउँदाखेरि है फाल्टो रमाइलो हुने क्या यता हेऱ्यो उता हेऱ्यो है बाटो चाहिँ सही छ गाइस यस्तो भयो भने त रमाइलो हुन्छ राइड गर्नु पनि 0 किलो नामै 0 किलो नाम त सही रहेछ त 0 किलो रहेछ कता हो ऊ झनै हानु नि रोड नाप्न यहाँदेखि स्टार्ट भएर अनि चाहिँ 0 बनिसक्यो नामै 0 किलो यो कुन गाउँ हो थाहा भएन है माटो चाहिँ कस्तो रातो तर मजाले खेती गरेको क्या सुकुटे भन्ने ठाउँमा आइपुगिरहेको छु पर दोलाल घाट केहरू राम्रो ठाउँ रहेछ सबै कटेर आइसक्यो अनि अघि चाहिँ मैले रेकर्ड गर्नै पाइनँ भिडियो किनभने मेरो स्टोरेज नै फुल भएर है तर भइरहेको छ यो पनि बल्ल अलिकति डिलिट गरेर गरिरहेको छु सुकुटे बिच भनेको यहीँ रहेछ यो मान्छेहरू टन्न आएको छ राफ्टिङ खेल्न गर्मी हुँदो रहेछ यहाँ चाहिँ यो सायद भोटेकोसी हो कि सुनकोसी हो भोटेकोसी जस्तो लाग्यो सो अब एकैचोटि म माथि पुगेर मात्र खिच्छु होला गाइज है त अब कति छ ठाउँ खिच्नु त है राम्रो नयाँ ठाउँमा आउँदा यस्तो मजाको ठाउँ रहेछ सो के गर्नु होइन स्टोरेज नै फुल भइहाल्यो है फोनले धोका दिइहाल्यो धोका त दिएको होइन स्टोरेजले चाहिँ धोका दियो तल साइडमा कोसी छ यता साइडमा चाहिँ ट्याक्क हाइवे छ यस्तरी है मजाको बजारहरू छ देख्न सक्नुहुन्छ वारिपारि सबै रिसोर्टहरू रहेछ भोटे कोसी रहेछ है कन्फ्युज भइरहेको थिएँ म पिप्ले खोला आइपुगेँ होला जस्तो अब चाहिँ हामी भोटे कोसी कटेर क्रस गरेर अर्को साइडतिर लाग्यौँ है यो के बजारहरू त के बजार हो यो बलिगी बलेफी कस्तो राम्रो ठाउँहरू बलेफी भन्ने रहेछ ठाउँ यस्तो एक्साइटेड भइरहेछ नि म झन् माथि गयो है झन् दामी ठाउँहरू आउँदैछ है अनौठो ठाउँ नामहरू कस्तो है यस्तो मजा भइरहेछ क्या तपाईँहरूलाई पनि देखाउने ठुलो रहर थियो है पुरा भिडियो तर के गर्नु है मेरो स्पेसै नभएर हो आइएम सो सरी फर द्याट गाइज है के गर्ने यस्तै छ हजुरहरूलाई आज जाँदा नभए पनि म फर्किँदा भोलि देखाउँछु है सेट तर यहाँ चाहिँ बाटो पनि डेन्जर रहेछ जहिले भत्किन्छ यहाँ ओह तल कोसी खोला मामा डेन्जर रहेछ यहाँ चाहिँ यस्तो छ हेर्नु त ल बाटोको हाल कोठे भन्ने ठाउँ अरे कस्तो नाम आजको नाम सुनेर छक्क अचम्म परिरहेछ ठाउँको नामहरू कस्तो के गाइस हेर्नु ल पहाड के पार्टीहरू में सुकुन फिल भइरहेछ नि हाम्रो नेपाल स्विजरल्यान्ड भन्दा कम छ त नि नेचुरल हेर्नु नेचरले दिएको यस्तो दामी ठाउँ छ तातो पानी जाने बाटो मेरो रहेछ गाइस ल तातो पानी जाने सिधै चाइनातिर हामी चाहिँ फेरि कोसी क्रस गऱ्यौँ अनि यता चाहिँ हामी चरीकोटतिर जाँदैछौँ पाङ्ग्रे टार अरे सिन्धुपाल्चोक पर्दो रहेछ पाङ्ग्रे टार बजार रहेछ यहाँ चाहिँ
तातो पानी जाने चाहिँ सिधा उत्ताको रहेछ बाटो मलाई यसो देख्दै हुन्छ अगाडि यो पहाडको माथि चढेको हामी चाहिँ माथि कटेर जानुपर्ने रहेछ बबाल छ ठाउँ चाहिँ सो गाइस अब चाहिँ हामी डाँडामा निस्किन आँटेको जस्तो छ है हावा पनि चिसो चल्दैछ Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. गाइस जिरी भन्ने ठाउँमा जाँदा रहेछ यहाँदेखि 100 किलोमिटर रहेछ जिरी पुग्नको लागि कहाँ हो मलाई चाहिँ थाहा भएन जिरी भनेको सो तपाईँहरू कसैलाई थाहा छ भने कमेन्ट डाउन बिलो सबै डन भाडै नदिने यो ठाउँमा त अब डनहरू थियो अरे नि त पहिला डाँडा पाखा रहेछ ठाउँको नाम त्यो सही छ कस्तो चिसो ठाउँ है गुम्बा सुम्बा तामाङ शेर्पाहरू रहेछ ज्यादा सबै गाडीमा थर्काउँदै नि थिएँ खतरा सबै तामाङ गाउँ हो सबै तामाङ गाउँ कस्तो मजाको गाउँ रहेछ यार छ्याप्प बस्यो बाक्लो घरहरू क्या बजारै जस्तो रहेछ नि त हेर्नु न कस्तो मजाको ठाउँ छ तपाईँहरूको चाहिँ यही लफडा परेको रहेछ यहाँ सब तामाङ गाउँहरू फ्ल्यागहरू देख्नुहुन्छ बुद्धको है दामी छ गुम्बाहरू रहेछ सानो स्तुपाहरू यस्तो मजाको ठाउँ रहेछ वाउ ल हेर्नुहोस् गाइस वाउ वाउ जता हेऱ्यो त्यतै हेर्नु मन लाग्ने गुम्बाहरू यस्तो दामी भइरहेछ गाइस है त के भन्ने के बयान गर्नु म ल गाइस हामी चाहिँ फाइनली सिलढुङ्गा भन्ने बजारमा आइपुगेको ठाउँमा सिलढुङ्गा भन्दा रहेछ यो ठाउँलाई चाहिँ बबाल चिसो है ट्याक्क हाम्रो भेडाको याद आयो मलाई चाहिँ है पूर्वको यताउता भिड है छेउछेउमा घरहरू रहेछ है मजाको यो चाहिँ फाइनली मुडे भन्ने ठाउँमा आइपुग्यो सो त्यो यस्तो छ चिसो चिसो पानी पर्ला जस्तो छ यहाँ चाहिँ वेदर दामी भयो अरूभन्दा पनि चाक चाहिँ फाँक भयो पानी पनि छिटाउँदैछ हल्का पर्ला जस्तो छ अब हामी जानुपर्ने चाहिँ यहाँदेखि देख्दै हुन्छ पर यो डाँडा 2-3 डाँडा परतिर रहेछ अब चाहिँ फोन पनि डेट हुन आँटिसक्यो अब उतै पुगेर मात्र खिच्छु होला म बाटोको फेरि खिच्नै नपाइने भयो फोनै स्विच अफ हुन आँट्यो क्या चिसो मजाको ठाउँ रहेछ डाँडामा फाइनली गाइस बल्ल दाइको गाउँ आइपुग्यो है हामी लगभग 2:30 आइपुगेको थियौँ अनि आएर एकछिन बस्नु बित्तिकै फेरि पानी आइहाल्यो क्या हावाहुरी गुडुङ गर्दै पानी परिहाल्यो यस्तो दामी बुट्टाहरू रहेछ घरहरूमा पनि यस्तो गमला समला के हो है यहाँ चाहिँ बतासे बैतेश्वर गाउँपालिका 1 पर्दो रहेछ यहाँ चाहिँ भिडियो बनाउने पनि अवस्थै छैन गाइज है गडाङ गुडुङ गर्दैछ भिडियो बनाउनु पनि डर लागिरहेछ सो त्यही गाइज हजुरहरूलाई पानी अलिक रहेपछि एकछिनमा देखाउँछु म देख्नुहुन्छ वरिपरि पानी परेर यस्तो अवस्था भइरहेछ यहाँ चाहिँ के घरको च्याल्डोका घर बन्न आँटेको होला नयाँ कडा पानी आउँदैछ ओके सो गाइज अनि अहिले चाहिँ पानी हल्का रहेको अवस्था छ है सो त्यही भएर म चाहिँ तपाईँलाई पनि देखाइहालौँ भनेर दाइको गाउँ कस्तो छ भनेर टक्क मलाई पनि हेर्नु मन लाग्यो अनि सट्ट निस्किदिइहालेको हतार चार्ज गरेर है धन्न लाइन चाहिँ एकछिन भए पनि आयो अलिकति चार्ज गर्ने भ्याएँ फेरि स्टोरेज सकिने बेला हुन आँटेको छ म चाहिँ यसरी डाँडामा बसिरहेको छु बारीमा टक्क यहाँनिर देख्न सक्नुहुन्छ है यस्तो छ गाउँघर वरिपरि देखाइदिन्छु म सर यहाँदेखि तल चाहिँ तामा कोसी रहेछ है यहाँदेखि नजिकै रहेछ यहाँ देख्नुहुन्छ यत्रो बिल्डिङहरू बनाएको छ क्या गाउँमा पनि खतरा छ यहाँको सबैभन्दा दामी चाहिँ मलाई बाटो लागेको छ है बाटो चाहिँ पुरा ढलान गरेर पिचै बनाएको छ रहेछ गाउँघरमा यतिको भनेको तर विकास हो क्या खतरा लाग्यो बाटो चाहिँ मलाई सिधैको गोरेटोमा पहिलोचोटि आइपुग्यो यहाँ आउँछु भनेर सोचेको पनि थिइनँ है कहाँ पुऱ्याउँछ भाग्यले क्या काठमाडौँदेखि है दिनभरि राइड गरेर आमा कहाँ आइपुग्यो यस्तो ल सुन्तलाहरू पनि फल्दो रहेछ यहाँ एकदम रियली सरी आज मजाले भिडियो बनाउनु पाएन होइन
फोनको स्टोरेजले पनि त्यस्तै धोका दियो अनि लास्टमा चार्ज पनि त्यस्तो सक्यो फोनको फेरि कस्तो राम्रो राम्रो ठाउँहरू थियो क्या गुराँस फुलेको ठाउँहरू माथि त्यो चौरीकोटहरू भन्ने ठाउँहरू तामाकोसी यस्तो दामी छ गाइज है भोलि म फर्किँदा आज छुटेको ठाउँहरू सबै कभर गरेर तपाईँहरूलाई देखाउने प्रयास गर्छु है त यहाँ छ सबैजना को यता भिडियोमा आयो भनिदेऊ खै हेलो भनेको लसाएर उता फर्किन्छ त हाई भन्नु पनि नआउँदो रहेछ है उयो भोटेले भन्छ होला बरु भिडियोमा हाई भन्दै भोटे ओइ को भोटे भने अरे तामाङ भाषामा भन तामाङ भाषा कसलाई बोल्नु आउँछ ल भोटेलाई के भन्छ तामाङ भाषामा भन कुकुरलाई के भन्छ कुकुरलाई के भन्छ अरे कुकुर नै भन्छ सो गाइस अनि मलाई चाहिँ यस्तो आनन्द भइरहेछ काठमाडौँको त्यो धुलो धुवाँदेखि होइन गाउँमा यस्तो रमाइलो नेचरमा आएर ठक्क बस्दाखेरि आनन्द आउने क्या अहिले चाहिँ बेलुका भइसक्यो है बाहिर देख्नुहुन्छ पुरै बत्तीहरू बलिसकेको छ अनि सो यहाँ चाहिँ हाम्रो पुरा प्रोग्राम जाँदै रहेछ हजुरलाई पनि म देखाउँछु है त यता हेर्नु ल सबैजना वेलकम सर मेरो भिडियोमा यसो सानो कार्यक्रम छ त्यही कारणले यो चाहिँ अब हामी हुँदैछ यहाँ अब सेलरोटी पकाउँदैछौँ के गर्ने गाउँको चलन हो यता खाँदैछु चलाउनु खानु पर्यो कोही के गर्दै हुन्छ अरे यता के गर्दै हुन्छ अचार बनाउँदै हुँदो रहेछ ल यस्तो रमाइलो भोलिको लागि हामी तयार गर्दैछौँ अहिले चाहिँ अब भोलि प्रोग्राम मेन प्रोग्राम चाहिँ भोलि आज चाहिँ यसो स्टार्ट गर्दैछौँ अब उसको लागि दुईटा तिनवटा पोल्नु रहेछ उहाँ चाहिँ सुकाउनु पर्नुहुन्छ किनभने सेलरोटीको चाहिँ पहिल्यै देखेको उहाँ चाहिँ खतरा हुन्छ कति त्यो बिचमा यस्तो के राख्थ्यो भने पर्दैन हातैले पर्दैन त्यत्तिकै प्रो हुँदो रहेछ रोटी बनाउन एकैचोटि तिनवटा यस्तै रमाइलो भइरहेछ है गाउँघरमा गाए चाहिँ एकदम रमाइलो लागिरहेछ रोटी पनि खाँदै गफ गर्दै यस्तो रमाइलो चिसोमा तात्दै सही भइरहेछ खानासाना खाएर टक्क रुममा बसिरहेछौँ दाइहरू चाहिँ उता गफ गर्दै हुन्छ सो म चाहिँ सुत्छु होला अब किनभने अलिकति थाकेको जस्तो पनि भइरहेछ भोलि पनि फेरि राइड हान्नुपर्ने हुन्छ सो त्यो नै अनि थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क्स फर वाचिङ आजलाई चाहिँ मेरो भिडियो म यहीँ इन्ड गरेँ स्टे ट्युन अनि यस्तै सपोर्ट गर्दै गर्नु होला अनि जाँदै सब्सक्राइब पनि गर्न नबिर्सिनु होला सो त्यही भन्न चाहन्छु सी यू नेक्स्ट भिडियो गाइस है त Bye-bye, good night, peace. Storms we chase are leading us, and love is all we'll ever